हजुरले भन्न त भन्नुभयो रोजगारी सिर्जना गर्नुहुन्छ, विदेशमा गएको मान्छेलाई नेपाल लिएर आउनुहुन्छ, नेपाल ल्याएर आएर ढुङ्गा माटो खान त मिलेन। अब उहाँहरूले कृषि गर्न खोज्यो, सिँचाइ बल्ल अलिअलि पुगेको छ, त्यस्तो व्यवस्थित तरिकाले पुगेको छैन। अब मलको कुरा गर्नु भने सबैभन्दा नेता जन्माउने जिल्ला नुवाकोट हो, त्यहीँ घुसखोरी सबभन्दा धेरै मलमै भइरह होला, हजुरलाई नै थाहा होला त्यो कुरा। अब कुखुरा पालनै गर्नु भने हामी ढुङ्गे युगमा छैनौँ, बाटो त पुगेको छ, त्यो गोरेटो बाटो जस्तो पुगेको छ, त्यही पनि गाडी जाँदैन। कुखुरा पालन गर्नु भने त्यो कुखुरा रोडसम्म ल्याउनलाई बोक्न पर्ला, त्यो अहिले सम्भव हुँदैन। त्यो कुरालाई कसरी तपाईँले लिनुभएको, यो कुरा कसरी संसदसम्म पुर्याउनुहुन्छ भन्ने हो मेरो। तपाईँले मल बिउ बिजन पाउने नपाउने कुराहरू हामी विधिको शासन भनेको छौँ। राष्ट्रिय स्वतन्त्र पार्टीको सरकार बन्दै गर्दा अब चाहिँ राष्ट्रिय स्वतन्त्र पार्टीकोमा भोट हाल्नेको र सदस्य लिनेले मात्रै मल बिउ बिजन पाउने चाहिँ त्यस्तो सरकार हामीले कल्पना गरे होइन। हामीले समन्यायिक वितरण भने राष्ट्रिय स्वतन्त्र पार्टीको पहिलो पेजमै प्रस्तावनामा तपाईँले हेर्नु भने राष्ट्रिय स्वतन्त्र पार्टी सबै नेपालीको समतामूलक उन्नतिप्रति सामाजिक न्याय सहितको उदार अर्थतन्त्रमा विश्वास गर्ने बहुलवादी लोकतान्त्रिक पार्टी हो भनेर हामीले पहिलो च्याप्टरमै त्यो लेखेका छौँ। हजुरहरूको विधिको शासनले पठाउँदा पठाउँला, पहिला नि पठाउँदा पठाएको हो, तर कार्यकर्ताको घरमा बोराको बोरा 4 बोरा जाँदाखेरि हामी सामान्य घन्टीमै भोट हाल्छौँ भनेर बसेको कार्यकर्ताकोमा 2 किलो पनि मल नपुग्दाखेरि तपाईँहरूले यो भ्रष्टाचार चाहिँ रोक्नुहुन्छ कि रोक्नुहुन्न? त्यसैको लागि त हो। अब यो चाहिँ शङ्का विश्वासको कुरा हो।